दर्शकबिन राष्ट्रवादी युवा नेता तथा विश्लेषक रामेश्वर थापाजी हामीसँग कुराकानीको लागि हुनुहुन्छ। यहाँलाई स्वागत छ सर। धन्यवाद। यो जेनजी आन्दोलनपछि जुन किसिमको अवस्था निर्माण भइरहेको छ, घटनाक्रम जसरी विकसित भइरहेका छन्, अहिले त अब जेनजी जुन किसिमले आन्दोलन भयो त्यसपछि जेनजीहरू नै सरकार बनाउन भूमिका खेलेको भनिन्थ्यो। जेनजीहरूलाई नै यतिखेर सिंहदरबार र बालुवाटारमा चाहिँ प्रवेश निषेध जस्तै भइसकेको अवस्था छ। बरु राजनीतिक दलहरू चुनावमा जान तयार भए, जेनजीहरू चाहिँ चुनाव हुन दिँदैनौँ भनिरहेको अवस्था छ। अहिलेको यो अवस्थालाई कसरी हेर्नुहुन्छ? धन्यवाद सन्दीपजी। तपाईँ लगायत तपाईँको सञ्चार मिडियालाई विशेष गरी धन्यवाद दिन चाहन्छु। लामो समयपछि हामी जोडिएका छौँ। विशेष गरी जेनजी युवा भाइ बहिनीहरूले नयाँ पुस्ताको जुन खालको एउटा देशमा आन्दोलन छेडे, उनीहरूले देशमा भइरहेको अराजकता, भ्रष्टाचार र व्यक्ति र विकृति र विसङ्गतिका विरुद्धमा देशको एउटा सुशासनको लागि र नेपालका युवाहरूलाई नेपालमै गरिखाने राज्य व्यवस्थाको बन्दोबस्तको लागि, नेपालमा विशेष गरी शान्ति र सुशासनको लागि खालको आन्दोलन छेडेको कुरा दृष्टान्त सत्य नै हो। यद्यपि उनीहरूले त्यो जुन 23 र 24 एउटा भीषण ठुलो जुन आन्दोलन भयो देशमा, आन्दोलन पछाडि देशको संविधान, सरकार, संसद र राष्ट्रपति चारैवटा भङ्गबाट नयाँ ढङ्गले नयाँ ढङ्गबाट देशको नयाँ सिराबाट देशमा एउटा राज्य सञ्चालन हुनु पर्थ्यो। त्यो नहुँदाको परिणाम अहिले जेनजी भाइ बहिनीहरूमाथि यो सुशीला सरकारले बर्बरतापूर्ण ढङ्गले चाहिँ दमन गरेको देखिएको छ। यो निश्चय दुःखद छ। यो दुःख व्यक्त गर्न चाहन्छु। जेनजीहरू चुनाव हुन दिँदैनौँ भनिरहेका छन्। चुनाव फागुन 21 मा मिति तोकिएको छ। 3 महिना अगाडिदेखि सेना परिचालन गर्ने भनेर राष्ट्रपतिले निर्णयलाई स्वीकृत गरिसक्नु भएको छ। एमाले जस्तो दल जो चुनावमा जान्न भनिरहेको थियो, हिजो भर्खरै मात्र सुशीला कार्कीसँग संवाद भयो, चुनावमा जानको लागि तयार भइसकेको अवस्था छ। अब चुनावमय बनेको देश, चुनाव हुन्छ फागुन 21 गते, अझै पनि संशय छ र चुनाव हुँदैन भन्ने होइन। तपाईँ सञ्चारकर्मी साथी र सम्पूर्ण देशवासी नेपाली जनतालाई के कुरा थाहा छ भने 2084 सालमा हुने भनिएको सङ्घीय संसदको निर्वाचनलाई यो चुनाव ढिला भयो, चुनाव छिटो गर्नु पर्यो, 2022 सालमै गर्नु पर्यो भन्नका लागि यो आन्दोलन थिएन। यो जगजाहेर छ, यो सत्य कुरा हो। यद्यपि अब संसद विघटन भएको अवस्थामा लोकतन्त्रमा चुनाव अपरिहार्य छ, यो कुरा साँचो हो। तर पनि अहिलेको तत्कालीन अवस्थामा संसद पुनर्स्थापन हो वा अहिले चाहिँ तत्कालीन अवस्थामा यो 2046 सालभन्दा पछाडि विशेष गरी राज्यका शीर्षस्थ नेतामा पुगेका उच्च पदस्थ नेता अथवा प्रशासकहरू र कर्मचारीहरूले गरेको असीमित भ्रष्टाचारका काण्डहरूलाई फाइल खोलेर जेल लाने हो भन्ने विषयमा दुई मध्ये एउटा छान्न पर्ने विषय छ। जस्तो कि हिजोका चाहिँ बालुवाटार काण्ड, धमिजा काण्ड, गिरिबन स्टेट काण्ड लगायत थुप्रै चाहिँ देशमा भएका एनसिएल काण्ड जस्ता धेरै आपराधिक घटनाहरू भएको छ, भ्रष्टाचार भएको छ। त्यो भ्रष्टाचारको फाइल खोल्नु पर्यो, चाहिँ ती भ्रष्टाचारीहरूलाई चाहिँ जेलको कठारमा पुर्याउनु पर्यो र देशमा शान्ति र सुशासन स्थापना गर्नु पर्यो भन्ने जेनजी भाइ बहिनीहरूको जुन माग र मुद्दा छ, त्यो जेनजीका काका हजुरबुवा अङ्कलहरूलाई यो कुरा बोल्नु पर्ने कि नपर्ने। पहिलो प्राथमिकतामा त भ्रष्टाचारीहरूलाई राज्यको जेलको कठाघरामा लगाएर अनुसन्धान गर्नु पर्यो र सुशासनको लागि पहिलो प्राथमिकतामा राख्नु पर्यो भन्ने जेनजी भाइ बहिनीहरूको माग हो। यद्यपि उनीहरूको निर्वाचन हुँदैन भन्ने माग उनीहरूको होइन। तर 21 गतिको निर्वाचन प्रमुख कुरा हुनै सक्दैन। यसमा मेरो पनि जिरो छ, किनभने 2084 सालमा हुने भनेको निर्वाचन गर्न ढिला भयो। जनता भोट हाल्न अत्यन्तै आतुर छन्, त्यसैले मतदान गर्न आतुर छन् भनेर 2022 सालमा चुनाव गर्ने कुरा यो कपको कल्पित र नेपाली जनतालाई र विशेष गरी जेनजीको रगत र जेनजी सादा प्राप्त गरेका जेनजी भाइ बहिनीहरूमाथिको अपमान। अब सेना नै परिचालन गर्ने निर्णय भइसकेको छ सुरक्षा संवेदनशीलताको विषयलाई लिएर। अब चुनावमा जान दलहरू पनि तयार भइसकेको अवस्था छ। साँच्चीकै एक किसिमले भन्ने हो भने चाहिँ राजनीतिक दल तयार भइसकेपछि अब चुनावको वातावरण तय भयो भनेर त सरकारले भनिसकेको अवस्था छ। होइन, यो सरकारै चुनावी सरकार हो। यो सरकारको वास्तवमा हैसियतै के रहेछ? यो सरकारको यदि हैसियत हुन्थ्यो भने संविधान पुनर्लेखनको लागि अथवा एउटा आयोग बन्थ्यो होला, संविधानका केही मूलभूत मूल्य मान्यताहरू बाहेक केही संविधानको संशोधन अथवा पुनर्लेखन हुन्थ्यो होला। संविधान पुनर्लेखन गरेर अहिले भएका गल्ती र कमजोरीहरूलाई विभिन्न खालका आधारबाट चाहिँ बयान लिने, अदालतमा लगेर थुन्से बहस चलाउने, केही समय अनुसन्धानमा राख्ने, अहिले अस्ति मात्रै विघटित भएका हिजो हेलिकप्टर चढेर चाहिँ भएका केपी ओली प्रधानमन्त्री लगायत तत्कालीन गृहमन्त्रीसँग बयान लिने हैसियत राख्थ्यो होला। यो त मात्र बयान लिने त तयारी गरिरहेको छ नि सरकारले। तपाईँको यति बेला चुनावको कुरा गरिरहेको छ, चुनावी सरकार कोही बेला छ नि, उसले के कुरा गर्यो भन्ने कुरा मात्र राख्दैन कि तपाईँको
देशको भूमि टुक्राउन सक्ने कुरा, भूमि टुक्राउने कुरा, छुट्टै राज्य स्थापना गर्ने कुरा, छुट्टै देश बनाउने कुरा गर्ने सिकेर विदेशमा खुल्ला हिँड्ने, आन्दोलन भड्काउने, जेनजीमाथि अभद्र व्यवहार गर्ने, जेनजीको रगत र जेनजीको चाहिँ परिवारमाथि अभद्र व्यवहार गरेर अपशब्द बोल्ने र देशभरि जेनजीमाथि हात खुट्टा भाँटिदिन्छु भन्ने अपशब्द बोल्ने मान्छे खुल्ला हिँड्ने। अब जसले भ्रष्टाचार र सुशासन र शान्तिको कुरा गर्यो, हाम्रो पिँढी, हाम्रो युवा शक्ति अब हामी ठुलो हुँदै गर्दा यही देशमा गरी खान्छौँ र यही देशमा गरी खाने बन्दोबस्त पाउनुपर्छ र शान्ति र सुशासन चाहियो भन्ने माथि चाहिँ अन्याय अत्याचार गर्दै जाने माथि राज्य मुख दर्शक हिँड्ने। अनि तपाईँको यो देशको विघटित अहिले मात्रै संसार यो त खुसी राजनीति राईको सरकार त थिएन। जेनजीको दबावले थाम्न नसकेर आफ्नो आत्मसुरक्षाको लागि जीवनको भिख माग्दै सेना समर्पित भएर हेलिकप्टर चढेर देशको चाहिँ कुनामा सेनाको शरणमा गएर भाइको सरकारलाई तिमीहरूले कम्तीमा पनि उनीहरूलाई यो जेनजीलाई चाहिँ 76 जना युवाहरूलाई मार्ने सरकारमा माथि उनीहरूलाई चाहिँ कम्तीमा प्रशंसा उठाउन अनुसन्धानमा गएर भन्ने विषयमा ध्यान नदिने, चुनावकै मात्रै रटान गर्ने, 21 गतिको निर्वाचनमै मात्रै रटान गरिरहँदाखेरि निश्चय पनि त्यो हस्पिटलको बेडमा अङ्गभङ्ग भएका, आँखा गुमाएका, हात खुट्टा गुमाएका, अझै पनि स्वस्थ उपचारमा चाहिँ उपचारका लागि हस्पिटल बेडमा भएका घाइतेहरूलाई सम्झेर हिजो चाहिँ टाउकोमा चाहिँ छातीमा गोली थापेर मृत्युवरण गरेका युवा जेनजीहरूलाई सम्झेर ल्याउँदाखेरि तपाईँ हाम्रो मन दुख्दैन, पटक्कै मन दुख्छ नि त, देशवासीको मन दुख्छ नि त। यो बेलामा कम्तीमा पनि राज्यले चुनावका मात्रै कुरा होइन, चाहिँ यो तिनीहरूलाई अनुसन्धान गर्ने कुरा, तिनीहरूलाई आफ्नो घेरामा ल्याएर चाहिँ सोधपुछ गर्ने कुरा राज्यले गरोस् भनेर अहिलेका विरोध ढुङ्गाना भन्नुहोस् अथवा रविकिरण हमाल भन्नुहोस् अथवा चाहे अहिलेका जेनजीका युवा भाइहरूले सिंहदरबारको गेटमा गएर भिख माग्नुपर्ने, रुनुपर्ने, त्यहाँ पुलिसले धरपकड गरिरहँदाखेरि जेनजीको चाहिँ त्यो खालको आन्दोलन, त्यो खालको इतिहास, त्यसले गरेको परिवर्तन, त्यसले गरेको शासन र सत्तामा पुगेको सुशीला सरकारले गरेको दमन हेर्दा तपाईँलाई नौलो लाग्दैन, तपाईँलाई अचम्म लाग्दैन। उल्टै जेनजी युवा भाइ गर्दा उल्टै जेलमा पुगेर हावा आउने काम गरिरहेको छ। त्यसो हुनाले यो सरकार परिचालित र यही काङ्ग्रेस एमाले माओवादीको चाहिँ नेताहरूबाट सल्लाह र सहकार्य गरेर सरकार बनेको थियो भनेर प्रश्न अब किन नगर्ने भन्ने ठाउँमा पुगेको छ। प्रचण्डले भन्नुभयो भने ओलीकै सिफारिसमा सुशीला कार्कीको नेतृत्वमा यो सरकार बन्यो होइन, त्यो त समय सन्दर्भले त्यो साबित गरिदिएको छ। सो अहिलेको सरकार भनेको पुरानो दुई ठुला दलहरू मिलेर बनेको सरकारकै निरन्तरता हो। अब समयले त्यो देखाएको छ। यद्यपि तपाईँलाई अझै तपाईँले त्यसको अहिले तुलनात्मकमा तपाईँले मसँग चाहिँ कुरा गर्नुहुन्छ भने मलाई सुन्नुभएका र मलाई हेर्नुभएका सम्पूर्ण देशवासीहरूलाई म निवेदन गर्न चाहन्छु, हिजोको केपी ओली सरकार आफैमा अधिनायकवाद थियो होला, आफैमा निरङ्कुश थियो होला, तानाशाह थियो होला, अथवा सुशासित थिएन होला, भ्रष्टाचारमा दबदबामा फसेको थियो होला, तर त्यो एउटा जननिर्वाचित सरकार थियो। त्यो एउटा नेपाली जनताले नेपालको लोकतन्त्रमा, नेपालको प्रजातन्त्रमा संविधान सम्बद्ध सरकार थियो। झन्डै काङ्ग्रेस एमालेको 2/3 सरकार थियो। आज तपाईँको अहिलेको न्यायाधीशबाट न्यायाधीश प्रधानमन्त्री हुने जुन संवैधानिक व्यवस्थै छैन, त्यहाँमाथि संविधानले नचिनेको संसद नभएको मान्छे देशको प्रधानमन्त्री भइरहँदा पनि नेपाली जनताले स्वीकार गरेर कम्तीमा पनि देशले भ्रष्टाचारबाट मुक्त पाउँछ कि, केही भए पनि न्यूनीकरण हुन्छ कि, नेपालका युवाहरू नेपालमै गरी खानेको बन्दोबस्त हुन्छ कि, नेपालका जल जमिन जङ्गल जैविकताको प्राकृतिक स्रोत साधनको नेपालमै सदुपयोग गरेर नेपाल साँच्चीकै एउटा धनी राष्ट्र बन्छ कि, नेपाल साँच्चै नै शान्ति र सुशासित एउटा गौतम बुद्धको देश, एउटा पशुपतिनाथको देश, आदरणीय भगवान पशुपतिनाथको देशमा धर्म सापेक्ष हिन्दू राष्ट्रसहितको नेपालभित्रै गरी खाने कुरा हुन्छ कि भन्ने खालको जुन आशा लिएर जेनजीले उठाएको आन्दोलन थियो, त्यसमा तुषारपात भएको छ नि त। त्यो भइसकेपछि जेनजी युवाहरूले आज कम्तीमा पनि यो सुशीला सरकारलाई हाम्रो कुरा सुन, कम्तीमा पनि जेनजीको रगतको कुरा सुन, हस्पिटलमा बेडमा भएका घाइते जेनजीको आवाज सुन, कम्तीमा पनि जेनजीको आवाजलाई सम्बोधन गर भनेर सिंहदरबारको गेटमा जाँदा सुशीला सरकारका पुलिसहरूले आज चाहिँ त्यो धरपकड गरिरहेको देख्दाखेरि चाहिँ मलाई चाहिँ दुःख लागेको छ। म सुशीला सरकारलाई यस विषयमा खेद प्रकट गर्न चाहन्छु। अब यो सँगसँगै अब जेनजीहरू चुनावहरू नदिने भनिरहेका छन्, यिनीहरूसँग त्यो बल चाहिँ अब फेरि त्यो 23 गते 24 गतेको जस्तो एक ठाउँमा आएर जेनजीहरू नै विभाजित छन्, त्यसमाथि एक ठाउँमा आएर फेरि पनि आन्दोलन गर्ने अवस्था आउन सक्छ। जस्तो दुर्गा प्रसाईले आन्दोलन गर्ने भनिरहँदाखेरि उनी सरकारसँग सम्झौता गरेर राजनीतिक समाधान खोज्न भनेर सरकारले भने त्यही अनुसार उनी अगाडि बढेका छन्। आन्दोलनबाट ब्याक भएको अवस्था जस्तो देखियो। जेनजीहरूबाट आन्दोलन हुन सक्ने सम्भावना चाहिँ छ अझै पनि होइन, असाध्यै सम्भावना छ, यसमा कुनै शङ्का छैन। जेनजीहरूले जुन खालको देशव्यापी रूपमा तपाईँको अप्रत्याशित रूपमा जुन खालको तपाईँले पनि कल्पना गर्नुभएको छैन, विश्व समुदायले कल्पना नगरेको कुरा त्यतिखेर 24 जुन घटना भयो,
त्यसको चाहिँ नि आज 2-3 महिनाको सेरीखेरीमा त्यो त्यो हातमा हालै छ, त्यो रगत अझै पनि डरलाग्दो ढङ्गले भएको घटनातिर हालै छ। त्यसो हुनाले त्यो जेन्जीको मात्रै सवाल गर्दैन, जेन्जीसँग जोडिएका सम्पूर्ण नेपाली नागरिकको रगत तात्ने बेला आउँछ र चाहिँ नि त्यो आज काङ्ग्रेस विशेष गरी एमालेसँग जोडिएका तिनकै पछुवा भएका विशेष गरी तिनकै कार्यकर्ता भएर अहिले अस्ति अब तपाईँको जेन्जीसँग झगडा गर्दा आफ्नै भाइ भतिजालाई पिट्नको लागि गठन गरिएको एउटा के भोलिन्टियर फोर्स गठन गरेकोदेखि बाहेक अरू सम्पूर्ण नेपाली नागरिक साथ दिन्छ। जेन्जी आन्दोलन फेरि उठ्छ र अब फेरि जेन्जी आन्दोलन उठ्यो भने चाहिँ यिनीहरूको सुरक्षा चाहिँ यो राज्यले देशले कसरी पनि गर्न सक्दैन, अझै डरलाग्दो अवस्थामा जान सक्ने अवस्था चाहिँ बढ्दै गएको छ। यसको कारण भनेको चाहिँ अहिलेको तत्कालीन अवस्थाका प्रधानमन्त्री केपी ओली लगायत उसका अगुवा लगाउने उसका वरिपरिका मानिसहरूका अभिव्यक्ति उहाँको एकदमै दानवीय शैलीको चाहिँ जुन अभिव्यक्तिले गर्दाखेरि यो गृहयुद्धलाई आन्तरिक गृहयुद्धलाई निम्तो दिएको देखिन्छ। यो भनेको तपाईँ हामी सबैका लागि देशको लागि राम्रो कुरा हो। अब नेताहरू देशव्यापी दौडामा पनि छन्, आफ्नो प्रयोजनको लागि, अब चुनावको लागि हो अथवा पार्टीको अधिवेशन महाधिवेशनको लागि। त्यो समयमा जेन्जीहरूले पनि विरोध जनाइरहेको अवस्था छ। पुराना नेताले नयाँ स्वीकार्ने, नयाँ शक्ति भन्नेहरू पुरानालाई नस्वीकार्ने अवस्थामा छन्। त्यसमा त यसो हो एउटा यसले साँच्चै तपाईँले भने जस्तै गृहयुद्ध निम्तिँदैछ नेपालमा। तपाईँको त्यो त देखियो त, यो त दुःखद कुरा हो, त्यो त अत्यन्तै डरलाग्दो कुरा हो। तपाईँको जेन्जी युवा भाइ बहिनीहरूलाई जुन खालको एउटा कटाक्ष, जुन खालको प्रति एउटा गुन्डागर्दी गर्ने खालको चाहिँ अराजक खालको चाहिँ उनीहरूप्रति जुन अपशब्द व्यवहार भइसकेपछि उनीहरूले आफ्नो ठाउँमा त्यस्ता नेताहरू जाँदाखेरि उनीहरूले एउटा लोकतान्त्रिक शैलीबाट, प्रजातान्त्रिक विधिबाट उनीहरूले आफ्नो विरुद्ध शैलीहरू गर्नुपर्छ। उनीहरूले विरुद्ध शैली गर्दा उनीहरूमाथि जुन खालको कुटपिट, उनीहरूमाथि जुन खालको एउटा चाहिँ हस्तक्षेप हुने काम भयो, यसले त द्वन्द्व निम्त्याउनु स्वाभाविकै हो। त्यो काम त गर्नु उपयुक्त हो भन्ने मलाई लाग्दैन। जहाँसम्म राजनीतिक दलका नेताहरू जिल्ला भ्रमण जान नपाउने, जिल्लामा गएर भाषण गर्न नपाउने, चुनावको मिति तोकिएको छ, चुनावका आफ्ना कुरा राख्न नपाउने भन्ने कुरा त्यो पनि प्रजातन्त्र व्यवस्थाभित्र पर्दैन। उनीहरूका कुरा राख्नलाई, उनीहरूलाई भुल्नलाई चाहिँ स्वतन्त्र रूपले चाहिँ जेन्जीहरूले पनि छोडिदिनुपर्छ। उनीहरूका कुरा चाहिँ मलाई त के लाग्छ हुन्छ कि मलाई के भन्नुहुन्छ भने त जेन्जीहरूले मलाई अवरोध गर्न हुँदैन, उनीहरूलाई खुला छोडिदिनुपर्छ। उनीहरू देशभरिको उनीहरूलाई बोल्न, हिँड्न, डुल्न दिनुपर्छ ताकि उनीहरूले बोलेका बोली र उनीहरूले देशको त्यहाँ गरेका भाषण मन्तव्यहरूले गर्दा उनीहरू आफै सकिने गरिरहेको चाहिँ मैले देखिरहेको छु। नेताहरू आफ्नै अभिव्यक्तिका कारण चाहिँ मासिँदै छन्। उनीहरूले गरेको कर्म जुन छ त्यो कर्म नै जनविरोधी छ, राष्ट्र विरोधी छ। त्यसो भन्नुहुन्छ नेताहरू सबैले दाबी गरिरहेका छन् हामी पहिलो दल बन्छौँ भनेर। यता नेपाली कम्युनिस्ट पार्टी बनिसक्यो, माओवादी त लगभग सकियो होइन। अब त प्रचण्डको दाबी पनि त्यही छ, ओलीको दाबी पनि त्यही छ। यता शेरबहादुर देउवा काङ्ग्रेसभित्रको विवाद त अझै सल्टिसकेको अवस्था छैन। पछिल्लो समयमा नेपाल देशको राजनीतिक इतिहासमा नेपाली काङ्ग्रेसले चाहिँ आफूलाई अत्यन्तै सन्तुलित ढङ्गले जेन्जीलाई हेर्ने दृष्टिकोणलाई सन्तुलित ढङ्गले राजनीति गरेको देखियो। यद्यपि त्यहाँभित्र महादेशको विवादले गर्दाखेरि अहिले उपसभापतिलाई कार्यवाहक सभापति बनाइसकेपछि नेपाली काङ्ग्रेसभित्र पनि एक खालको आफैमा आन्तरिक कलहमा काङ्ग्रेस गुज्रेको छ। उसले वास्तवमै भनेको जेन्जी विवादमा परेको छैन, यसमा ऊ सन्तुलित छ, ऊ आफूको त्यसलाई फाइदाको कुरा हो। त्यहाँभित्रको जो अहिले त्यसरी उत्तेजक अराजक आएको छैन। जहाँसम्म प्रचण्डको कुरा छ, प्रचण्डले जतिसुकै ठुला कुरा गरे पनि उनी आत्तिएको, उनी हडबडाएको, त्यस हुनाले उनी टुक्रा टाक्ने मान्छेहरू नेताहरू जम्मा गर्न त्यत्रो चाहिँ नेपाली जनताको चाहिँ 50,000 रगतको बलिदान दिएको दल नेकपा माओवादी केन्द्र भन्ने दललाई नै विसर्जन गरेर गङ्गा जलमा लगेर बगाएर आज नेपाल कम्युनिस्ट पार्टी भन्ने नयाँ दल खोलेर हिँड्नुपर्ने अवस्था देखिएको छ। अब जहाँसम्म यो नेकपा एमालेको कुरा, नेकपा एमाले अत्यन्तै उत्तेजित, अत्यन्तै भड्किलो, अत्यन्तै जनविरोधी अभिव्यक्तिहरू लिएर हिँडेको अवस्था देखेको कुरा तपाईँले मैले सब दुनियाँभरि देखेको कुरा छ। त्यसो हुनाले यदि अझै तत्कालीन अवस्थामा नेकपा एमाले आफ्नो जनविरोधी अभिव्यक्तिहरू नदिने र जनतासँग मिलाएर जनताको एउटा जवाफदेही दल भनेर एउटा शान्तिपूर्ण ढङ्गले अवस्था नहिँड्ने हो भने जेन्जीलाई उक्साउने काम, भड्काउने काम अझै गरिरह्यो भने यो अत्यन्तै द्वन्द्वनात्मक ढङ्गले जाने कुरामा हामी कसैले पनि रोक्न सक्दैनौँ। यो भनेको साँच्चीकै देशका लागि दुःखद छ भनेर मैले तपाईँलाई भन्नु। अब यति बेला जन्म सङ्ग्रहको कुरा पनि उठिरहेको छ। दुर्गा प्रसादले पनि त्यो जन्म सङ्ग्रहको माग सरकार समक्ष राखे होइन। जन्म सङ्ग्रह गरेर चाहिँ यो तपाईँहरूले पनि उठाइरहनु भएको छ, असन्तुष्टिका आवाजहरूलाई चाहिँ त्यसमार्फत सम्बोधन गर्ने किसिमको अवस्थातर्फ देश जान सक्छ। त्यो बाटोमा
अगाडि बढ्नको लागि चाहिँ दलहरू तयार होला नि त जन्म सङ्ग्रहको लागि। अनि जन्म सङ्ग्रह चाहिँ कुन चाहिँ विषयमा भन्ने कुरा हो? जन्म सङ्ग्रह जुन सङ्घीयताको विषय उठिरहेको छ हुन त अहिलेका गृहमन्त्री त्यो विषयमा कोही नगरौँ सङ्घीयता फाल्ने हो भने त यहाँ भाडबैलो हुन्छ द्वन्द्व निम्तिन्छ भनिसक्नु भएको छ। सङ्घीयताको विषय धर्मनिरपेक्षताको विषय छ राज संस्थाको विषयमा दुर्गा प्रसादी भन्ने जस्तो जन्म सङ्ग्रह हुन सक्छ कि सक्दैन त्यसमा दलहरू तयार होलान् कि नहोलान्? यो तपाईँको प्रश्न अत्यन्तै गम्भीर छ सन्दीपजी। प्रत्यक्ष निर्वाचित कार्यकारीको विषय छ। म तपाईँको प्रश्न अत्यन्तै गम्भीर छ। म अत्यन्तै यसलाई गम्भीरताका साथ तपाईँसँग के छलफल गर्न चाहन्छु भने यो सङ्घात्मक नेपालमा सङ्घात्मक राज्य सङ्घीय राज्य भनेको नेपाली माटो भाषा धर्म संस्कृति स्वभावको विषय नै होइन। यो नेपालीको गलगाडको विषय हो। गलगाडको विषय हो। यो गलगाडले गर्दा देशको अर्थतन्त्र कहाँ पुग्यो देशको ऋणभार कहाँ पुग्यो तपाईँले अनुमान राखिदिनु भएको छ। नेपाली जनताले तिरेको करबाट नेताहरू पाल्नुपर्ने व्यवस्था यो सङ्घीय राज्य ठिक छैन। यो सङ्घीय राज्य सङ्घात्मक राज्य सङ्घीय राज्य व्यवस्था नेपाली जनतालाई सोधेर ल्याएको पनि होइन। त्यसो भने जन्म सङ्ग्रह जरुरी नै छैन। यो सङ्घीय राज्य पाल्न भन्छ नम्बर 1। जुन धर्मनिरपेक्षताको कुरा गर्नुभयो विशेष गरी नेपालको विश्वका झन्डै 197 देशमा नेपाल एउटा वैदिक सनातन धर्मसाक्षी चाहिँ हिन्दू राष्ट्र नेपाल थियो र छ। आज नेपाल जस्तो देशमा जब आराध्य भगवान पशुपतिनाथको देश मुक्तिनाथको देश 94% ओंकार परिवार बस्ने देशमा धर्मनिरपेक्षता धार्मिक स्वतन्त्रताका नाममा होइन धर्मनिरपेक्षताका नाममा नेपाललाई इसाईकरण गर्नका लागि विदेशी डलरकोमा धर्म बेचेको अवस्था छ। यो नेपाली जनतालाई सोधेर ल्याएको व्यवस्था होइन। 94% ओंकार परिवार बसेको देश 81% हिन्दू धर्मावलम्बी भएको देशमा के को जन्म सङ्ग्रह पर्छ? यो प्रश्नै मिल्दैन। जन्म सङ्ग्रह गर्नै पर्दैन। धर्मनिरपेक्षता खारेज गर्नुपर्छ। सर्वधर्म समभाव सहितको स्वतन्त्र हिन्दू राष्ट्र नेपाल घोषणा गर्नुपर्छ। नम्बर 2 म तपाईँको राजाको विषयमा जाँदैछु। जहाँसम्म तपाईँले राजाको कुरा गर्नुभयो नेपालको राजनीतिक इतिहासमा जब देशमा सङ्कट आउँछ जब देशमा अप्ठ्यारो आउँछ त्यो बेलामा नेपालको राज संस्थाको धेरै महत्त्वपूर्ण भूमिका छ। राजाको धेरै महत्त्वपूर्ण भूमिका छ। राष्ट्रपतीय प्रणाली दलको नेता हुने रहेछ। यो सबैको सर्वस्वीकार्य पनि नहुने रहेछ। यो चाहिँ नेपाली जनताको एकताको प्रतीक पनि नहुने र यो साझा संस्था पनि होइन रहेछ। यो महँगो र वन प्रणाली रहेछ र विशेष गरी दलको एउटा प्रतिनिधि दलले भनेअनुसार देशको सञ्चालन गर्ने रहेछ। त्यसो राष्ट्रपतीय प्रणाली त नेपालमा फेल भइसक्यो। अब नेपालका राजा श्री ज्ञानेन्द्र वीरप्रसाद सरकारलाई तपाईँको मिडियाका मार्फतबाट मैले आज उहाँप्रति सुन्ने गरी भन्न चाहन्छु। अब राजा हो देश बचाऊ भनेर नेपाली जनताले भनिरहेका छन्। सबै नेपाली जनताले राजालाई राजनीतिमा लिएर राख्नुपर्छ बस्नैपर्छ भनेर सबैले सर्वस्वीकृत रूपमा राजालाई राजनीतिमा ल्याउँदैन। सरकारले अब देशमा सङ्कट आएको छ। देश आन्तरिक विरुद्धको भङ्गुरीमा फस्दै छ। नेपाल देशै नरहने अवस्थामा जाँदैछ। देशै कुन बेला देशको चाहिँ विघटन हुने हो त्यो अवस्थामा पुग्दैछ। देश असफल राष्ट्र घोषणा हुने अवस्थामा पुग्दैछ। यति बेला राजा ज्ञानेन्द्रलाई निर्मल निवासमा बस्ने छुट छैन। अब राजा श्री ज्ञानेन्द्र सरकारले पनि यति बेला राजनीतिमा आउनको लागि कसिनुपर्छ र केही व्यक्ति केही दल असन्तुष्ट भए पनि त्यसको बोझिलो सङ्कटलाई पनि उहाँले चाहिँ लिन दिएर उहाँले चाहिँ राजनीतिमा आएर राजनीति सम्हालेर अब देशलाई शान्ति र सुशासनको बाटोमा लैजानुपर्छ। राजाका विषयमा के को जन्म सङ्ग्रह? राजा ल्याउने नल्याउने भने जन्म सङ्ग्रह गर्नै पर्दैन। राजालाई जन्म सङ्ग्रह गर्ने मान्छे हो। राजालाई रातका समयमा झुक्क्याएर पालेको छ। राजालाई चाहिँ 7 बुधे सहमतिमा चाहिँ राजाका सबैको सहमति हुनु पर्यो नि त। फेरि पनि आज चाहिँ राज संस्था पुनर्स्थापना गरिदिने अनि फेरि भोलि विरोध जुलुस निक्लिने त्यसले त देशलाई त पक्कै पनि राम्रो गर्दैन नि। देश हितमा हुँदैन नि त्यो होइन। राजाले भन्नुभयो नि जस्तो माधव नेपालको अभिव्यक्तिलाई लिने हो भने चाहिँ सबै दलले नस्वीकारेसम्म सहमति नभएसम्म चाहिँ म गद्दीमा आउँदिनँ म त्यो राज संस्था सम्हाल्न सक्दिनँ भनेर उहाँ पचिसकेको अवस्था भनेर केही नेकपा एमालेका नेता बाहेक केही राजनीतिक दलहरूले अस्ति 23-24 गते 25 गतेकै रातिका दिनमा राजालाई राजनीतिमा आइदिनु पर्यो भनेर अनुनय गरेको कुरा सूचनामा आएको थियो। राजाले सर्वपक्षीय ढङ्गबाट सबैले सहज रूपमा सबैले राजनीतिमा राख्ने कुरा नगरिकन राजा नफर्केको राजा राजनीतिमा नआएको भन्ने खालका अपुष्ट समाचारहरू पाइदिए। म तपाईँलाई निवेदन गर्न चाहन्छु अहिलेको युगमा अहिले 21औं शताब्दीमा सबैले 3.5 करोड जनसङ्ख्या भएको नेपाल जस्ता नेपालीहरू सबैले राजालाई राजनीतिमा आइदिनु पर्ने सबैले भन्दैनन्। यो तपाईँको पर्खिनु पर्छ। त्यही 3.5 करोड नेपाली राजनीतिमा आइदिनु भनेर भन्छन् भनेर पर्खँदै हुनुहुन्छ सरकार भने यो कुरा कल्पना मात्र हुन्छ सम्भावना छैन। आन्दोलन मार्फत ल्याउने तयारी गर्दै दुर्गा प्रसाद ब्याक भए। अब अर्को कुनै पछि आउला आन्दोलन गर्ने भनेर होइन त्यो त तयारी भइरहेको छ। आन्दोलनको त एक खालको तयारी छ तपाईँहरूको। यसो नि
आन्दोलन राजावादी सङ्गठनहरूले आन्दोलन त गरिरहेको छ। अब राष्ट्रिय क्रान्ति पार्टीले पनि अब पछि मङ्सिर 23 गते एउटा विशाल सभा गर्दैछ, भ्यालीमा विशाल विरोध सभा गर्दैछ। अब अस्ति मात्रै पनि अब हाम्रो अब राजावादी सङ्गठनहरू पशुपति खड्काकै संस्थाले पनि कार्यक्रमहरू गरिरहेको छ। दुर्गा प्रसाईकै कार्यक्रम गर्दै भनेको दुर्गा प्रसाईलाई लगेर जेल हाल्ने काम गरेको सुशीला सरकारले देखिहाल्नुभयो होइन। यो एकदमै विरोधाभास काम गर्नु भएको छ नि त। त्यसो भए यो आन्दोलनका माध्यमबाट राजालाई राजनीतिमा ल्याउने कुरा मात्रै हेर्नुहोस्, चैत्र 15 गतेको जुन घटना भयो नि पर्छ, ताकि उनीहरूले बोलेका बोली र उनीहरूले देशको त्याग गरेका भाषण मन्तव्यहरूले गर्दा उनीहरू आफै सकिने गरिरहेको चाहिँ मैले देखेको छु। नेताहरू आफ्नै अभिव्यक्तिका कारण चाहिँ मासिँदै छन्। उनीहरूले गरेको कर्म जुन छ त्यो कर्म नै जनविरोधी छ, राष्ट्र विरोधी छ। त्यसो भन्नुहुन्छ, नेताहरू सबैले दाबी गरिरहेका छन् हामी पहिलो दल बन्छौँ भनेर। यता नेपाली कम्युनिस्ट पार्टी बनिसक्यो, माओवादी त लगभग सकियो होइन। अब त प्रचण्डको दाबी पनि त्यही छ, ओलीको दाबी पनि त्यही छ। यता शेरबहादुर देउवा काङ्ग्रेसभित्रको विवाद त अझै सल्टिसकेको अवस्था छैन। पछिल्लो समयमा नेपाल देशको राजनीतिक इतिहासमा नेपाली काङ्ग्रेसले चाहिँ आफूलाई अत्यन्तै सन्तुलित ढङ्गले जेजीलाई हेर्ने दृष्टिकोणलाई सन्तुलित ढङ्गले राजनीति गरेको देखियो। यद्यपि त्यहाँभित्र महादेशको विवादले गर्दाखेरि अहिले उपसभापतिलाई कार्यवाहक सभापति बनाइसकेपछि नेपाली काङ्ग्रेसभित्र पनि एक खालको आफैमा आन्तरिक कलहमा कङ्ग्रेस गुज्रेको छ। उसले वास्तवमै भनेको जेजी विवादमा परेको छैन, यसमा ऊ सन्तुलित छ। ऊ आफूको त्यसलाई फाइदाको कुरा हो। त्यहाँभित्रको जो अहिले त्यसरी उत्तेजक अराजक आएको छैन। जहाँसम्म प्रचण्डको कुरा छ, प्रचण्डले जतिसुकै ठुला कुरा गरे पनि उनी आत्तिएको, उनी हडबडाएको, त्यस हुनाले उनी टुक्रा टाँकी मान्छेहरू नेताहरू जम्मा गर्न त्यत्रो चाहिँ नेपाली जनताको चाहिँ 50,000 रगतको बलिदान दिएको दल नेकपा माओवादी केन्द्र भन्ने दललाई नै विसर्जन गरेर गङ्गा जलमा लगेर बगाएर आज नेपाल कम्युनिस्ट पार्टी भन्ने नयाँ दल खोलेर हिँड्नुपर्ने अवस्था देखिएको छ। अब जहाँसम्म यो नेकपा एमालेको कुरा, नेकपा एमाले अत्यन्तै उत्तेजित, अत्यन्तै भड्किलो, अत्यन्तै जनविरोधी अभिव्यक्तिहरू दिएर हिँडेको अवस्था देखेको कुरा तपाईँले मैले सब दुनियाँभित्र देखेको कुरा छ। त्यसो हुनाले यदि अझै तत्कालीन अवस्थामा नेकपा एमाले आफ्नो जनविरोधी अभिव्यक्तिहरू नदिने र जनतासँग जिम्मेवारी जनताको एउटा जवाबदेही दल भनेर एउटा शान्तिपूर्ण ढङ्गले अवस्था नहिँड्ने हो भने जेएनजीलाई उक्साउने काम, भड्काउने काम अझै गरिरह्यो भने यो अत्यन्तै द्वन्द्वनात्मक ढङ्गले जाने कुरामा हामी कसैले पनि रोक्न सक्दैनौँ। यो भनेको साँच्चीकै देशका लागि दुःखद छ भनेर मैले तपाईँलाई भन्न खोजेको। अब यति बेला जन्म सङ्ग्रहको कुरा पनि उठिरहेको छ। दुर्गा प्रसाईले पनि त्यो जन्म सङ्ग्रहको माग सरकार समक्ष राखे होइन। जन्म सङ्ग्रह गरेर चाहिँ यो तपाईँले पनि उठाइरहनु भएको छ, असन्तुष्टिका आवाजहरूलाई चाहिँ त्यसमार्फत सम्बोधन गर्ने किसिमको अवस्थातर्फ देश जान सक्छ। त्यो बाटोमा अगाडि बढ्नको लागि चाहिँ दलहरू तयार होला नि त जन्म सङ्ग्रहको लागि। अनि जन्म सङ्ग्रह चाहिँ कुन चाहिँ विषयमा भन्ने कुरा हो? जन्म सङ्ग्रह जुन संहिताको विषय उठिरहेको छ, हुन त अहिलेका गृहमन्त्री त्यो विषयमा कोही नगरौँ, संहिता फाल्ने हो भने त यहाँ भाडबैलो हुन्छ, द्वन्द्व निम्तिन्छ भनिसक्नु भएको छ। संहिताको विषय, धर्मनिरपेक्षताको विषय छ, राजसंस्थाको विषयमा दुर्गा प्रसाई भने जस्तो जन्म सङ्ग्रह हुन सक्छ कि सक्दैन, त्यसमा दलहरू तयार होला कि नहोला? यो तपाईँको प्रश्न अत्यन्तै गम्भीर छ सन्दीपजी। प्रत्यक्ष निर्वाचित कार्यकारीको विषय छ। तपाईँको प्रश्न अत्यन्तै गम्भीर छ। म अत्यन्तै यसलाई गम्भीरताका साथ तपाईँसँग के छलफल गर्न चाहन्छु भने यो सङ्घात्मक राज्य, नेपालमा सङ्घात्मक राज्य, सङ्घीय राज्य भनेको नेपाली माटो, भाषा, धर्म, संस्कृति, स्वभावको विषय नै होइन। यो नेपालीको गलगाडको विषय हो, गलगाडको विषय हो। यो गलगाडले गर्दा देशको अर्थतन्त्र कहाँ पुग्यो, देशको ऋणभार कहाँ पुग्यो तपाईँले अनुमान राख्नु भएको छ। नेपाली जनताले तिरेको करबाट नेताहरू पाल्नुपर्ने व्यवस्था, यो सङ्घीय राज्य ठिक छैन। यो सङ्घीय राज्य, सङ्घात्मक राज्य, सङ्घीय राज्य व्यवस्था नेपाली जनतालाई सोधेर ल्याएको पनि होइन। त्यसो भने जन्म सङ्ग्रह जरुरी नै छैन। यो सङ्घीय राज्य पाल्न भन्छ। नम्बर 1 जुन धर्मनिरपेक्षताको कुरा गर्नुभयो, विशेष गरी नेपालको विश्वका झन्डै 197 देशमा नेपाल एउटा वैदिक सनातन धर्मसाक्षी चाहिँ हिन्दू राष्ट्र नेपाल थियो र छ। आज नेपाल जस्तो देशमा जब आराध्य भगवान पशुपतिनाथको देश, मुक्तिनाथको देश, 94% ओंकार परिवार बस्ने देशमा धर्मनिरपेक्षता, धार्मिक स्वतन्त्रताका नाममा होइन, धर्मनिरपेक्षताका नाममा नेपाललाई इसाईकरण गर्नका लागि विदेशी डलरकोमा धर्म बेचेको अवस्था छ। यो नेपाली जनतालाई सोधेर ल्याएको व्यवस्था होइन। 94% ओंकार परिवार बसेको देश, 81% हिन्दू धर्मावलम्बीको देशमा के को जन्म सङ्ग्रहको प्रश्न? यो प्रश्नै मिल्दैन। जन्म सङ्ग्रह गर्नै पर्दैन, धर्मनिरपेक्षता खारेज गर्नुपर्छ, सर्वधर्म समभाव सहितको स्वतन्त्र हिन्दू राष्ट्र नेपाल घोषणा गर्नुपर्छ। नम्बर 2 म तपाईँको राजाको विषयमा जाँदैछु। जहाँसम्म तपाईँले राजाको कुरा गर्नुभयो, नेपालको राजनीतिक इतिहासमा जब देशमा सङ्कट आउँछ, जब देशमा अप्ठ्यारो आउँछ, त्यो बेलामा नेपालको राज संस्थाको धेरै महत्त्वपूर्ण भूमिका छ।
राजाको धेरै महत्त्वपूर्ण भूमिका छ। राष्ट्रपतीय प्रणाली दलको नेता हुने रहेछ, यो सबैको सर्वस्वीकार्य पनि नहुने रहेछ र चाहिँ यो चाहिँ नेपाली जनताको एकताको प्रतीक पनि नहुने र यो साझा संस्था पनि होइन रहेछ। यो महँगो र भन प्रणाली रहेछ र विशेष गरी दलको एउटा प्रतिनिधि दलले भनेअनुसार देशको सञ्चालन गर्ने रहेछ। त्यसो राष्ट्रपतीय प्रणाली त नेपालमा फेल भइसक्यो। अब नेपालका राजा श्री 5 ज्ञानेन्द्र शाहदेव सरकार 240 वर्ष इतिहास बोकेको राज संस्था हट्नु पर्यो होइन। अब फेरि संसदीय राजतन्त्रको कुरा गरेर देशैबाट हट्नु पर्ला भनेर भन्ला नि कति भयो हट्नु पर्यो हटिन्छ। तपाईँ भन्नुहोस् न, आज कृष्णबहादुर महरा हिजो कति लाख धरडी 20 लाख कि 50 लाख 20 लाख धरडी राखेर बिहा भयो कृष्णबहादुर महरा होइन। तपाईँको यस्ता नेताहरू अब तपाईँको अब रवि लामिछानेको कुरा गर्नु उनको पेसी चढ्न अदालतमा होइन, पेसी बस आउँछ सुन्नै हुनु आउँदैन है। एउटा टुङ्गोमा त पुग्नु पऱ्यो नि। अब उता तपाईँ कुनै पनि ठाउँमा तपाईँको सिके राम जस्तो मान्छेले तपाईँको देश विभाजन गर्ने कुरा अलिकति छ, अला सरकारले सुन्दैन, सरकार बढेको छ। दुर्गा प्रसाईले 7 गते आन्दोलन गर्छु भनेर थुन्नु मिल्छ, थुन्नु पाइन्छ? दुर्गा प्रसाई देशको नागरिक, नेपाली नागरिक होइन। दुर्गा प्रसाईले 7 गते म देशमा आन्दोलन गर्छु, देशमा चाहिँ अराजकता र भ्रष्टाचारको विरुद्धमा म बोल्छु, जेनजीको रगत र लासमाथि खेलेको सरकार तिमी होस् गर, तिमीले जेनजीको बारेमा सम्बोधन गर, जेनजीको मागमा सम्बोधन गर, म आन्दोलन गर्दैछु भनेर भन्दा रवि लामिछाने के दुर्गा प्रसाद गरेर जेल हाल्ने त्यो नालायक सरकार हो कि यो चुनावी सरकार मात्रै नालायक सरकार हो। तपाईँको चाहिँ कसैलाई काखा कसैलाई पाखा हुन्छ? न्याय त सबैलाई होला नि त। संविधानले त सबै नेपाली नागरिकलाई समान हैसियत समान अधिकार दियो होला। एउटा राम भन्नेलाई एउटा कानुन लागि, श्याम भन्नेलाई एउटा कानुन लागि त पक्कै पनि छैन। त्यसैले यो खालको दुविधायुक्त खालको चाहिँ कठोर ढङ्गले राज्य सरकार जान्छ भने जनता त उठ्छ नि। त्यसो हुनाले सक्रिय राजतन्त्रको आवश्यक छ भनेर मैले बारम्बार अब मैले बोल्दै दिन आएको छ। नेपालमा सक्रिय राजतन्त्र आउनुपर्छ र चाहिँ अपराध गर्ने भ्रष्टाचार गर्नेहरूलाई अविलम्ब जेल हाल्ने व्यवस्था ल्याउनु पर्यो क्या। अहिलेको संविधान र यो संविधानले के, यो संविधानले संरक्षण भ्रष्टाचारी संरक्षण गर्ने, अपराधी संरक्षण गर्ने, ज्यानमारा संरक्षण गर्ने, जो अबोध बालबालिकाहरू किताब र कापी कलम बोकेका, झोला बोकेका, स्कुल ड्रेसमा आएका, कलेज ड्रेसमा आएका बच्चाहरूलाई छाती र भिडामा गोली हालेर दिनदहाडे मार्ने सरकारको प्रमुख भएका नाताले यति पनि आत्मसमर्पण गर्नु पर्दैन? त्यो सरकारको प्रधानमन्त्री गृहमन्त्रीले कम्तीमा पनि मेरो कार्यकालमा, म शासनकालमा, मेरो प्रधानमन्त्री कालमा भएको बच्चा अबोध बालबालिका भएको हत्याप्रति म चाहिँ कम्तीमा पनि आत्मसमर्पण गर्न चाहन्छु भनेर माग गर्न पर्दैन? उल्टो तिनीहरूमाथि गाली गलौज गर्ने जुन खालको अराजक अभिवृत्ति छ यसले कहाँ पुऱ्याउँछ? यसले देश कहाँ पुऱ्याउँछ? त्यसैले यसले आन्तरिक द्वन्द्व निम्त्याउँदछ। यसबाट निम्तिने, यसबाट हुने खतराले त तपाईँ हामी सबैको देशको त भलो हुन्छ भन्ने त मलाई लाग्दैन। त्यसो हुनाले अब देशमा सक्रिय राजतन्त्रको आवश्यक छ। नेपालमा संहिताको खारिज हुनुपर्छ, नेपालमा धर्मनिरपेक्षताको खारिज हुनुपर्छ, नेपालको संविधानको संशोधन हुनुपर्छ। त्यो ढङ्गले देश अगाडि बढ्यो भने केही निकास हुन्छ नि त? हुन्छ। अन्तिममा छौँ, अन्तिममा केही भन्न चाहनुहुन्छ? अन्तिममा विशेष गरी यो इन्द्रणी खबर अत्यन्तै जनताको मनमुटुमा बसेको अत्यन्तै महत्त्वपूर्ण न्युजमा तपाईँ हामी यसरी छलफल गर्ने अवसर मिल्यो। तपाईँ लगायत तपाईँको सञ्चारकर्मी साथी सबैलाई म धन्यवाद दिन चाहन्छु र आगामी दिनमा एउटा जेन्जी भाइ बहिनीहरूले जुन खालको रगत बगाएका छन्, शहादत प्राप्त गरेका छन्, जति अहिले अझै पनि हस्पिटलको बेडमा अझै उपचार गर्नुभएको भाइ बहिनीहरूप्रति म स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। उहाँहरूको परिवारजनमा, आफन्तजनमा पर्दै गएको दुःखप्रति अत्यन्तै म संवेदना व्यक्त गर्न चाहन्छु, जसले आफ्नो परिवार बच्चा गुमाउनु भएको छ। तर यो राज्य, यो सरकार जुन खालको चुनावी सरकार तपाईँले बनाउनु हो, जसबाट जुन खालको अपेक्षा गर्नुभएको थियो, त्यो अपेक्षा विपरीत यही संविधानभित्र रह्यो भने तपाईँकै भाइ सन्तानलाई, त्यही आन्दोलनमा सहभागीहरूलाई एक एक गरेर जेल हाल्छन्, मुद्दा चलाउँछन्। त्यसैले संविधान संशोधन हतार छ है। संविधान संशोधन गर्नुपर्छ। संसद विघटनले पुग्दैन, सरकार विघटनले पुग्दैन, राष्ट्रपति समेत हाल्नुपर्छ। राष्ट्रपति समेत विघटन गरेर सके राजाले पनि, सकिँदैन भने बरु सेनाले पनि देश सञ्चालन गरेर चुनाव गर्न देखाएको सरकारलाई जिम्मा लाउनुपर्छ है भनेर मैले बारम्बार भनेको कुराहरू नसुन्दाखेरि अहिले अवस्था के अवस्था गएको छ। समग्रमा अब नेपाली जनताले सबैले जेन्जी भाइ बहिनीहरूको कुरालाई सम्बोधन गर्नुपर्छ, परिवर्तनलाई सम्बोधन गर्नुपर्छ, भ्रष्टाचारको अन्त्यको लागि सबैले साथ दिनुपर्छ भन्ने यसरी म अनुरोध गर्दै धन्यवाद दिन चाहन्छु। धन्यवाद।